कुनै पनि बेला कर्फ्यू लागू हुन सक्छ, ठुला जुलुस निस्किँदैछन्, बाहिर ननिस्किनु, त्यो ग्लोबल्ली एउटा चाहिँ नै अनावश्यक प्रचारको कुरा मात्रै हो। वास्तवमा त्यस्तो केही पनि होइन। 10-15 हजारका जुलुस नेपालमा निस्किन्छन् त सधैँ, भोलि पनि निस्किन्छ। त्यसलाई पहाड बनाइरहनु पर्ने कुनै आवश्यकता छैन। तर यो नेपाल हो, यहाँ यस्तो भोम्पु बजाइएको छ कि भोलि केही हुँदैछ भोलि। एउटा भृकुटी मण्डपमा जुलुस निस्किएर सभा हुन्छ, एउटा कोटेश्वरमा सभा हुन्छ, हुने त्यति हो। यो सभा त सधैँ हुने गरेकै हो, त्यति नै हुन्छ भोलि पनि। अब यहाँ एउटा हेभोक छ, एउटा टेरर छ, एउटा त्रास छ, के न हुन्छ भने त्यस्तो केही होइन।